स्वागत छ हजुरहरुलाई कल्पना किचनमा। आज मेरो किचनमा बन्दैछ बफ अचार अनि पोर्क अचार बन्दैछ। सुरु गरौँ। अब यसलाई चाहिने सामग्रीबाट हेर्नु साथीहरु। यसलाई चाहिन्छ यो छ खुर्सानी तेलमा फ्राई गरेर पिनेको, जिरा धनियाको धुलो, अनि यो टिमुर, अनि यो छ यो गरम मसला, मीठा सुप, यो अदुवा लसुनको पेस्ट, सबै कुराहरु भुटेको छु। अब म यसलाई पिन्छु है साथीहरु। साथी हो मैले मसलाहरुलाई धेरै मसिनो पिन्नु पर्दैन। मैले बिहान गरेर लिएर आएको। अनि त्यसपछि यसमा मैले लुन, बेसार, अजिनामोटो अप्सन है, अजिनामोटो मन पर्नेले राख्नुस्, मन नपर्नेले नराख्नुस्। मैले चाहिँ थोरै राखेको छु। अनि यति चीजहरु मलेर मैले बिहान फ्रिजमा राखेको थिएँ। अब यसलाई म फ्राई गर्न जाँदै छु। त्यसपछि बल्ल अचार बन्छ साथीहरु। यो पनि सेम प्रोसेस हो है। फेरि मैले सँगै यसलाई चाहिँ सँगै नै मोलेर राखेको थिएँ। सेम प्रोसेस हो यो। स्टार्ट साथीहरु। अघि मैले खुर्सानी फ्राई गरेको त्यही तेल हाले किन खेर फाल्ने भनेर साथीहरु। त्यसमाथि मैले अर्को तेल थपेको साथीहरु। साथी यतिको भयो है। अब यसलाई मैले अघि नै देखि भुटिराखेको। अब यसलाई अब यतिको अब रेडी हुन्छ अचारको लागि। म यसलाई निकाल्दै छु। साथीहरु म यसलाई तेलमा फ्राई गर्दै छु है। यो हाम्रो दुधै चल्छ नि त, त्यही भएर यही तेलमा फ्राई गर्दै। हेर्नु साथी यतिको रातो भएपछि अब भयो यसलाई अन्त अदुवा लसुनको पेस्ट, चाहिँ भुटेको मसला, जिरा धनियाको धुलो 2 चम्चा, यो चाहिँ मीठा सुप, टिमुरको धुलो, यो पनि टिमुर भुटेर पिनेको, यो गरम मसला, यो सुकेको खुर्सानी ग्राइन्ड गरेको, पिनेकै भनौँ न। धेरै पिरो हुन्छ होला त्यो चल्छ। बेसार, नुन मैले पहिला हालेको छु कि मसलाको लागि मात्रै हो। मीठा सुपको बास्ना सुरुमा ग्यास त आउँदैन। तातो छ नि त त्यही भएर। मसला त गरिहाल्छ नि एकछिनमा। यतिको मसला भयो साथीहरु। त्यहाँनेरि मैले चप्पल खाएँ। यतिको भएर मसला पाक्यो है साथीहरु। हल्का मिक्स भएपछि अनि हाल्दिहाल्नु। मसला पाकेपछि त धेरै गर्नै पर्दैन कि। अगर चल्छ। यति भएपछि हाम्रो अचार रेडी भयो साथीहरु। अहिले तातो छ, म सेलाएपछि डब्बामा हाल्नेछु। यो पनि त्यस्तै चाहिँ हाल्दिने। पोर्क अचार
अदुवा हाल्नुपर्छ पहिला, बल्ल पाक्छ नि त। अदुवा लसुन धेरै मसिनो नबनाएको कि त्यसैले मलेको नि त मैले मासुमा। जिरा धनियाँको झोल हो। पिक्स त फेरि गरम मसला यस्तो नमगाएको साथै अरू हेर्नुहोस् यसको पनि भिडियो त्यसमा भयो। खुवाउनु पर्दैन, यसमै राख्नुपर्छ। अब साथीहरू अचार रेडी भयो, पोर्क अचार।